नमस्ते, गुड मर्निङ। म यतिखेर ढोरपाटन नगरपालिका वडा नम्बर 9 ढोरपाटन उपत्यका सेलपाखे भन्ने ठाउँमा छु। यो ढोरपाटन हावा पानी तपाईको चारैतर्फ प्रकृतिको हरियालीले भरिएको छ। डाँडा काँडा पोखरीले भरिएको छ र यहाँको हावाको पानीको गुणस्तर एकदमै स्वास्थ्य छन्। र यहाँ घुम्न आउने पर्यटकहरूले पनि यो ठाउँमा आउँदाखेरि हामीलाई एकदमै आनन्द महसुस हुन्छ। एउटा शान्ति मतलब बेचैन मन भएर कतै जानु छ भने ढोरपाटनमा आउनुपर्ने रहेछ भनेर हिजो एउटा पर्यटकले भन्नुभएको थियो। यद्यपि यो सुन्दरताले भरिपूर्ण ढोरपाटन शान्त सुन्दर वातावरणमा केही कमीहरू छन्, केही चुनौतीहरू छन्, जस्तै स्वास्थ्य, शिक्षा, खानेपानी, बाटो लगायतका छन्। अब त्यो चाहिँ निर्माण अथवा विकसित हुने क्रममा छँदैछ, त्यो विकसित होलान्। तर त्योभन्दा पहिला मेरो चाहिँ एउटा के अनुरोध छ ढोरपाटन नगरपालिकालाई भने यो क्षेत्रमा 2-3टा कुरा अनिवार्य लागू गर्नुपर्ने देखिन्छ। एउटा कुरा त यो ढोरपाटनको सुन्दरतालाई यथावत राख्न यो कङ्क्रिटको घर, आरसिसी भन्छन् जसलाई, त्यो घर बनाउन प्रतिबन्ध लगाउनु पर्छ हैन। किनकि त्यो कङ्क्रिटको घरले यहाँको सुन्दरतालाई, यहाँको प्राकृतिक सुन्दरतालाई चाहिँ कुरूप बनाउन सक्छ। दोस्रो कुरा, तपाईको खानेपानी, स्वास्थ्य, स्कुलहरू, शिक्षाको लागि र स्वास्थ्यको लागि तपाईको राम्रो एउटा हेल्थ केयर सेन्टर लगायत अनि खानेपानीको व्यवस्थापन गर्नु पर्यो। यहाँ तपाईको खानेपानीको विशेष गरी सेलपाखेमा निकै समस्या छ। अब गाउडो लिएर तल यहाँ भर्नुपर्छ अनि माथि घरमा लिएर एक गाउडो पानीले के हुन्छ र त्यो गर्दाखेरि त तपाईको फेरि त्यो स्वास्थ्यको र सरसफाइको समस्या छन्। अर्को कुरा, यहाँको जुन भविष्यमा आइपर्ने जस्तै नगरपालिका कार्यालय हुन सक्ला, या त बस पार्क होला, जिप पार्क होला, अथवा अन्य प्रशासनिक होलान्, औद्योगिक क्षेत्र होलान्, अथवा होटल क्षेत्र होलान्, त्यसको तपाईको एउटा निश्चित एउटा चाहिँ यो क्षेत्रमा यो हुनेछ, भविष्यमा हाम्रो बस पार्क यहाँ हुनेछ, उत्तरगङ्गा क्षेत्रमा कहाँ हुनेछ, पाखडरमा कहाँ हुनेछ, सेलपाखे काङ्गामा कहाँ हुनेछ भन्ने कुरा चाहिँ अहिले नै एउटा मास्टर प्लान गर्नुपर्ने आवश्यक देखिएको छ। अब अर्को कुरा, यहाँ घरहरू निर्माण हुँदै गर्दाखेरि त्यहाँ ढल निकासाको कस्तो छ व्यवस्थापन, टोयलेट बनाउँदा के कसरी बनाएका छन्, अनि तपाईको फोहोर व्यवस्थापन कसरी गर्ने हो, तपाईको बिजुलीहरू के कसरी त्यहाँ तपाईको पुलिङ गर्ने हो भन्ने विषयमा ध्यान दिएन भने तपाईको भविष्यमा हाम्रो बोबाङ र बुर्तिबाङ जस्तै कुरूप अव्यवस्थित हुन सक्ने त खतरा छ, जोखिम छ। त्यसैले नगरपालिकाले बेलैमा ध्यान पुर्याओस् भन्न म चाहन्छु।